हेलो साथीहरू, सन्चै हुनुहुन्छ? हामी पनि सन्चै छौँ। आज चाहिँ हामी देउरानी जेठानी भएर खेतमा अदर काट्न आएको छौँ। अनि खेतमा चाहिँ गहुँ थियो, त्यो गहुँ हेर्न पनि आएको छौँ। हजुरहरू पनि हेर्नु है। हाम्रो चाहिँ गहुँ पानी नभएको कारणले गर्दाखेरि गहुँ चाहिँ पातलो पातलो छ, त्यही कारणले त्यस्तो राम्रो भन्न पनि मिल्दैन। अब चाहिँ हामी अर्डर काट्न जान लागेका छौँ, दुईजना भएर। हेर्दै गर्नु है। हामी चाहिँ अर्डर काट्न लागेका छौँ। उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ, दिदीले चाहिँ अर्डर काटिराख्नु भएको छ। मैले पनि काट्दैछु। अर्डर चाहिँ खासै राम्रो थिएन। अहिले पानी नभएको कारणले गर्दाखेरि अर्डर पनि राम्रो भएन, गहुँ पनि राम्रो भएन। त्यही पनि किन छोड्ने हो र भनेर चाहिँ काट्न आएको थियौँ। हामीले चाहिँ काट्दैछौँ। खासै राम्रो चाहिँ छैन है। हाम्रो चाहिँ अर्डर थिएन। मैले चाहिँ बोकेर माथि लिएर बिसाउन थालेको छु। दिदीले चाहिँ काट्दै हुनुहुन्छ। अनि दिदीले चाहिँ काट्दै हुनुहुन्छ। दिदीको भारी बाँध्नु पर्यो। दुवैजना मिलेर दिदीको भारी बाँध्दैछौँ। अनि चाहिँ दिदीले चाहिँ भिडियो बनाउनको निउले कामबाट जोगिछ्यौ भन्दै हुनुहुन्थ्यो। अनि के गर्ने, भिडियो त गराउनु पर्यो। अब चाहिँ दिदीको भारी मैले पनि ओसारिदिएको छु। अनि चाहिँ भारी बाँधेर चाहिँ हामी अब एकछिनमा जान्छौँ। मैले पनि लिएको छु। अब चाहिँ हामी भारी बाँधेर भ्याइसक्न लाग्यौँ। अब हामी चाहिँ घर जान्छौँ। दिदीले चाहिँ भारी बोक्नु भयो। अब हामी गयौँ। अब हामी चाहिँ फेरि अर्को भ्लगमा आउँछौँ। अर्डर नभए पनि काटेर लिन त पर्यो। अब चाहिँ हामी घर जान लागेका छौँ। देउरानी जेठानी बाटो चाहिँ अप्ठ्यारो छ, घर आइपुग्न पनि लागिसक्यो। अब चाहिँ हामी अर्को भ्लगमा दुवैजना आउनेछौँ। बाई गाइजहरू।